नमस्ते, गुड मर्निङ। आज ओखरका कुरा। अङ्ग्रेजीमा वालनट्स, साइन्टिफिक नेम जुग्ल्यान्स रेजिया। नेपाली पहाडी भेगमा पाइने ओखर स्वास्थ्यको लागि कति इम्पोर्टेन्ट छ यो हामी सबै नेपालीलाई थाहा छ। यी देखिरहनु भएका पालुवा र यो चिचिलाहरू अबको 3 महिनापछि असारको लास्ट भदौसम्ममा दानेदार ओखरमा परिणत हुन्छन्। हेर्दाखेरि अहिले भर्खरै यी लागेका झुप्पा दानाहरू त्यतिखेरसम्म हाडे ओखर, दाँते ओखर, नेपालमा पाइने 2 थरीका ओखरहरू यी नै प्रजाति, यी नै कोपिलाबाट निक्लिने हुन्। जुम्लाको माथि भेगमा हरेक घरमा 2-4वटा बोट ओखर प्रत्येकका घरमा छन्। यो धेरै फल्ने भएर यसबाट आय आर्जन पनि एउटै बोटबाट राम्रै हुने रहेछ। अब यो बिस्तारै फलको रूप लिँदैछ। अब फल विषयसी कुरा गरौँ।